नमस्ते साथीहरू, यतिखेर चाहिँ म काठमाडौँ परिसरमा छु, जिल्ला परिषद भद्रकालीमा। म आज खास यो हाम्रो भद्रगोलको कलाकार बले सागर लम्सालको बारेमा केही बुझ्न भनेर आएको छु है। र मैले केही साथीहरूसँग सोधपुछ पनि गरेँ, कानुनी दिदीसँग पनि सरसल्लाह पनि गरेँ। र विशेष गरी भाइ चाहिँ अहिले हिरासतमा छ। र यहाँ बाहिर जुन हिसाबले एकदम मिडिया ट्रायल भएको छ, भाइको भिडियो फोटोहरू उठाएर यसको उसको दुनियाँ खालको नाना थरी कुराहरू भइरहेको छ। यो चाहिँ एकदमै भ्रामक कुराहरू हो। र यो खासमा इन्भेस्टिगेसनमा जो कोही पनि बस्नु पर्छ, त्यो कानुनी दायरामा चाहिँ पालना गर्नुपर्छ र कानुनलाई सघाउ पनि गर्नुपर्छ। र यो चाहिँ अब साँच्चीकै प्रुफै प्रमाणै नगरिकन सहकारीको ठग लाग्यो भने सहकारी ठगी भनिदिने, फलाना ज्यान मारेको अभियोगमा अलिकति इन्भेस्टिगेसन गर्यो भने चाहिँ ज्यान मारा भनिदिने होइन, अनि बलात्कारको केसमा अलिकति केही भने बलात्कारी भनिदिने। यो खास यो भनाइ चाहिँ एकदमै नराम्रो किसिमले बाहिर सर्भाइभ भएको कारणले गर्दाखेरि अलिक मान्छेलाई चाहिँ अलिकति नराम्रो दाग धपाल लाग्ने गरी आँच पुर्याउने गरी यो लाग्छ मलाई यो होइन। त्यस कारणले यो कुरा केही पनि होइन। सागर भाइ एकदम सुरक्षितसँग बसिरहेको छ, उसलाई केही पनि होइन। इन्भेस्टिगेसन मात्रै भएको हो। इन्भेस्टिगेसनमा सोधपुछ भनेको चाहिँ दुनियाँमा जहाँ पनि गर्न पाइन्छ। यो चाहिँ अन्तर्राष्ट्रिय प्र्याक्टिस पनि हो होइन। त्यस कारणले गर्दाखेरि यो बाहिर फोटो भिडियो कुदाएर उसको बारेमा यस्तो उसको मनोपोली चोकमा कुरा गर्ने, टिकटक लाइभमा कुरा गर्ने, त्यस्तो केही पनि नगरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तो केही पनि होइन। व्यक्तिगत हिसाबले तपाईँहरूले अर्काको फोटो भिडियो उठाएर फोटो ट्याग गरेर यस्तो उस्तो होइन मनमानी कुराहरू गरे, त्यस्तो केही पनि होइन। उसले कानुनलाई राम्रोसँग सघाइराखेको छ भने जसले केस हालेको छ त्यो केसवाला मान्छे पनि आउनु पर्यो, उसले पनि केस दर्ता गर्नु पर्यो। दर्ता गरेपछि दुईजनालाई वारी र पारी राखेर पछि कुरा छानबिन गरिसकेपछि मात्रै पो त्यहाँबाट चुर निस्किने हो त होइन। भने स्टाटसको भरमा मान्छेलाई ल्याएर समाउने यहाँ हो भन्ने कुरा पनि अलिकति गलत हो। तर इन्भेस्टिगेसन सोधपुछ त गर्न पाइन्छ हेर्नुहोस् होइन। त्यस कारणले कोही पनि कहीँ पनि दोषी केही पनि भइसकेको छैन। र ऊ सुरक्षित हिसाबले आफ्नो केही पनि नबिगारिसकेपछि उसलाई केही पनि त्यस्तो टेन्सन छैन। ऊ आनन्दसँग चाहिँ भोलि पर्सि नै पनि छुट्न सक्छ होइन। त्यस कारणले यो कुरामा चाहिँ आकलन गरेर तपाईँहरूले फोटो भिडियो यताउता नाना थरी कुरा गर्ने दुनियाँ गरेर त्यो उठाइरहनु पर्ने जरुरी चाहिँ मलाई लाग्दैन होइन। यो कुरा चाहिँ म चाहिँ एकदमै प्रश्न छ, किनभने कानुनी विधहरूसँग पनि सरसल्लाह गरेर के हो कसो हो बुझेर मात्रै बोल्दा एकदमै राम्रो हुन्छ। त्यस कारणले मैले चाहिँ बुझिसकेँ, त्यसमा केही पनि छैन। खालि यो सोधपुछ हल्का सोधपुछ मात्रै हो, अरू केही पनि होइन। यति मात्रै बुझिदिनु होला। हस् त, नमस्ते। ए बाबा, कानुनले गर्नुपर्ने प्रक्रिया कानुनले गर्छ। यदि मान्छे गलत हो भने उसले सजाय पाउँछ के। तर आएर चाहिँ कुनै पनि भिडियोमा आएर कुनै पनि निष्कर्ष बिना चाहिँ बले बलात्कारी हो भनेर लेख्ने मान्छेहरूलाई मैले यति कुरा सोध्न खोजेको कि अब तिनीहरू त कोर्ट भन्दा नि माथि, कानुन भन्दा नि माथि पुरै अब एकदम ठुलो न्यायाधीश रहेछस् तिनीहरू होइन। अब तिनीहरू यति मात्र भन्थे, भोलि गएर यदि त्यो केटीले गलत आरोप लगाएको रहेछस् भने अनि त्यसपछि अनि त्यो केटीले त सजाय पाउनु पर्यो, किन भन्दाखेरि उसको कारणले गर्दाखेरि त बलेले धेरै दुःख पाएको छ। अनि त्यो केटी त अब सजाय भोग्नलाई अमेरिकादेखि नेपाल त आउँदैन होला पक्कै पनि। अनि त्यो ठाउँमा चाहिँ यदि त्यो सिनेरियो भयो भने अनि तिनीहरू त्यो केटीको ठाउँमा बसेर त्यो केटीको बदलामा चाहिँ तिनीहरूले सजाय भोगिदिन्छस्। ए बाबा, त्यो केटीलाई एकचोटि गएर भन्के प्रमाण दिए, प्रुफ गर। यदि बले निर्दोष छ भने चाहिँ त्यो केटी तयार छ सजाय भोग्नको लागि। त्यसको कारणले गर्दाखेरि त बलेको त करियर डामाडोल भइसक्यो, उसको त जिन्दगी डामाडोल भइसक्यो। एउटा छोरी मान्छे हो भन्दैमा छोरी मान्छे गलत हुँदैन, छोरी मान्छे मात्र पीडित हुन्छ भन्ने हुँदैन नि यार। छोरा मान्छेलाई पनि त फसाउँछ त यार। कति मान्छे जेलमा होला फसेर आजको दिनसम्म पनि। मान्छेलाई एउटा स्टाटसको भरमा यो सोशल मिडियाको चाहिँ हावाहुरीको कारणले गर्दाखेरि एउटा मान्छेलाई यतिको हतकडी लगाएर समातेर लिएर गएको छ, उसको जिन्दगी बर्बाद भइसक्यो। एउटा फेसबुकको स्टाटसमा लेखेको कुरा के कानुनले मान्छ? त्यहाँनिर सबुत चाहिन, कानुन त सबुतमा चल्छ, प्रमाणमा चल्छ। मान्छेले बोलेर कराएर एउटा इमोसनल स्टेटमेन्टमा त कानुन त चल्दैन, कानुनले त त्यो हिसाबमा त फैसला त गर्दैन। अनि भोलि गएर बले निर्दोष निस्क्यो भने तिनीहरू चाहिँ के गर्छस् त त्यो बेलामा? त्यसको बिहाफमा चाहिँ के तिनीहरूले सजाय भोग्दिने आएर के भएर कुरा बुझ्दै नबुझिकन हावाहुरीमा आएर चाहिँ प्रमाण बिना चाहिँ मान्छेलाई चाहिँ आएर यो बलात्कारी हो भनेर चाहिँ डिसिजन लिने अधिकार कोहीसँग पनि छैन के। त्यो अधिकार भने कानुनसँग छ। कानुनले पनि जब प्रमाण हुन्छ तब आएर फैसला गर्छ कानुनले। यहाँ टिकटकमा त माया कसम न्यायाधीश र लयरको कमी छैन भनेको। बलेलाई त बलात्कारी घोषित गरिदिइसक्यो यार टिकटकमा।